दर्शकबिन भूमिकाले आफू बलात्कार भएको कुरा सबैबाट जति नै लुकाउन खोज्दा पनि आज अन्त्यमा सबैले थाहा पाए। हो दर्शकबिन, साँच्चै कुरा कहिले पनि लुक्दैन भने जस्तै आज भूमिकाको बलात्कार भएको कुरा भूमिकाको आमा बुवा अनि सबै परिवारले साथै सबै गाउँ छिमेकीहरूले थाहा पाएका छन्। हो दर्शकबिन, भूमिकाको बलात्कार भएपछि भुन्टीको सासूले भने भुन्टीलाई नि अनेकौं दोषहरू आरोपहरू भुन्टीकै टाउकोमा थुपारिएका छन्। हो दर्शकबिन, अब भने भुन्टीको सबै परिवारहरूले भूमिका बलात्कार हुनुको कारण भुन्टी र भुवेन्द्रलाई सबै दोषहरू लगाउने छन्। हो दर्शकबिन, अब भुन्टी भुवेन्द्र आँसुको दहमा डुब्ने छन्। हो दर्शकबिन, अब भने भुन्टीले असाध्यै पीडा पाउने जस्तो देखिएको छ। अब आउँदो भागमा के होला त, यो सबै जान्नको लागि आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, भुन्टीको जिन्दगीमा कुनै दुःख पीडा आउनु हुँदैन भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्टमा भुन्टी भनेर लेखिदिनु होला। दर्शकबिन, आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुन्छ उहाँहरूले अब आउँदो भागमा के हुन्छ त, भूमिकाको बलात्कार भएको कुरा भूमिकाको परिवारले मात्र होइन सबै गाउँ टोलमा कुरा पुगेको छ। हो दर्शकबिन, अब भूमिकाको आमा बुवा र ठुलो दाइ र भाउजूले त्यत्तिकै भने कदापि छोड्ने छैनन्। अनि भूमिकालाई मात्र दोष होइन, सबैभन्दा ठुलो दोष त भुन्टी अनि भुवेन्द्रलाई दिनेछन्। हो दर्शकबिन, वास्तवमा अब के होला त, यो सबै थाहा पाउनुहुनेछ। त्यसैले दर्शकबिन, आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, तपाईहरूले भुन्टी सिरियल गत हप्ताको भाग त पक्कै हेर्नु होला र उक्त भाग हेरिसकेपछि तपाईहरू असाध्यै दुःखको महसुस गर्नुभएको होला। दर्शकबिन, तपाईहरू यस कारणले दुःख लागिरहेको होला कि आज भुन्टीले जति नै राम्रो गर्न खोजे पनि आफ्नो परिवारलाई जति नै खुसी बनाउन खोजे तापनि भुन्टीलाई नि अनेक थरीको दोष लगाएर विभिन्न कुराहरू लिएर हेला गरिरहेका छन्। अनि भुन्टीले देवरलाई सुधारेकी थिइन्, तर आज देवरले नि भुन्टीलाई अनेकौं थरीका कुराहरू भनिरहेका छन्। अनि भुन्टीको सासूले पनि भुन्टीलाई नि अनेक थरीको दोषहरू दिइरहेकी छिन्। हो दर्शकबिन, आज भूमिकालाई सबै घर परिवारले हेला गरिरहेका छन्, जुन कुरा देख्दै गर्दा तपाईँ हामीलाई एकदमै दुःख लागिरहेको छ। हो दर्शकबिन, मैले भुन्टी आउँदो भएको छोटो विषयमा चर्चा गर्नेछु, कृपया अन्तिमसम्म रहनुहोला। हो दर्शकबिन, जसले भुन्टी र भुवेन्द्रको जिन्दगीमा सधैँ पीडा मात्र आउनु हुँदैन, अब त खुसीको पल पनि आउनु पर्छ। अनि भुन्टी र भुवेन्द्र खुसी भएर बाँच्न पाउनुपर्छ भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हो दर्शकबिन, जब भुवेन्द्रले आफ्नो भुन्टीलाई आफ्नै भाउजूको बारेमा भाउजूको व्यवहार अनुसारको कुरा सत्य कुरा नै भनिरहेका थिए, तब उस टाइममा भुवेन्द्रको दाइ अनि भाउजू आइपुग्छन्। भुवेन्द्रका ती सबै कुराहरू सुनिसकेपछि भुवेन्द्रको भाउजू भने निकै नै रिसाएकी छिन्। हो दर्शकबिन, भुवेन्द्रले भाउजू रिसाएको देखिसकेपछि भाउजूलाई कुनै पनि नराम्रो भन्न खोजेको होइन, अनि भुन्टीलाई खुसी बनाउनको लागि भनेको भनेर व्यक्त गरेका छन्। अनि सँगै भुन्टी गाउँ जान खोज्दै गर्दा भुन्टीको कतै पढाइ पो बिग्रिने हो कि भनेर भुन्टीलाई रोक्नको लागि यी सबै कुरा भनेको भनेर भुवेन्द्रले भाउजूलाई व्यक्त गरेका छन्। हो दर्शकबिन, अलि कडा स्वभाव अनि घमण्डी टाइपकी छिन्। त्यति सजिलै गरी कहाँ मान्छन् र कहाँ त्यति सजिलै गरी भुवेन्द्रको विश्वास गर्छिन् र उल्टे नि अनेक थरी भनेर निकै नै रिसाएकी छिन्। हो दर्शकबिन, भुवेन्द्रको दाइले पनि आफ्नो श्रीमतीलाई
अनेक कुरा सम्झाउँदा पनि उल्टै श्रीमानको सबै कुराहरूलाई इग्नोर गरेर गाली गरेकी छिन्। हो दर्शकबिन, बुन्टीले पनि आफ्नो जेठानी दिदी त्यति धेरै रिसाएको देखिसकेपछि उसले अनेक थरीको बिलौना गर्दै माफ मागेकी छिन्। हो दर्शकबिन, भूपेन्द्र र बुन्टीले त्यति धेरै माफ गर्दा पनि भूपेन्द्रको भाउजूले भने कुनै पनि हालतमा माफ नगर्ने कुरा व्यक्त गरेकी छिन्। हो दर्शकबिन, भूपेन्द्रको दाइले भने ती कुराहरूलाई त्यति ठुलो नमानिकन आफ्नो श्रीमतीलाई धेरै नै सम्झाएका छन्। हो दर्शकबिन, भन्नुपर्दा वास्तवमा भूपेन्द्रको दाइ भने पक्कै नै बुझ्ने व्यक्ति रहेका छन्। भूपेन्द्रको दाइले भने आफ्नो भाइ र बुहारीको कुरा बुझेर धेरै कुराहरू सम्झाएका छन्। हो दर्शकबिन, अनि अन्त्यमा बुन्टी गाउँ नजाने कुरामा निर्णय हुन्छ। बुन्टीले त्यस्तो जेठानी दिदीको र भूपेन्द्रको झगडा हुँदै गर्दा बुन्टी निकै नै निराश हुन्छन् अनि बुन्टी निराश भएर कोठाभित्र गएकी छिन्। हो दर्शकबिन, अनि भूपेन्द्रको भाउजू धेरै नै रिसाएर आफू घर नगएर माइत जाने कुरा व्यक्त गरेकी छिन्। हो दर्शकबिन, भूपेन्द्रको दाइले पनि आफ्नो श्रीमतीलाई धेरै नै सम्झाइरहेका छन्, तर भूपेन्द्रको भाउजूले भने आफ्नो श्रीमानको कुनै पनि कुरालाई वास्ता नगरिकन उल्टै इग्नोर गरेर अनेकौं कुराहरू भनेकी छिन्। अनि दर्शकबिन, भूपेन्द्रले पनि आफ्नो भाउजूलाई विभिन्न कुराहरू भनेर सम्झाएर माफी पनि मागिरहेका छन्। हो दर्शकबिन, भूपेन्द्रले आफ्नो भाउजूसँग त्यही धेरै माफी माग्दा पनि त्यही धेरै फकाउँदा पनि भाउजूले कुनै पनि वास्ता नगरिकन माफी दिन खोजेकी छैनन्। दर्शकबिन, वास्तवमा भूपेन्द्रको भाउजू भन्ने निकै नै घमण्डी अनि जिद्दी टाइपकी रहेछिन्। उसले त म भन्दा पनि जान्ने कोही छैन भन्ने ठान्दी रहेछिन्। हो दर्शकबिन, अनि भूपेन्द्रले भाउजूको विषयमा त्यसरी बोल्दै गर्दा अनि भाउजू रिसाएको देखेर भूपेन्द्र आफूलाई नि पछुतो मानिरहेका छन्। हो दर्शकबिन, भूपेन्द्र आफ्नै दाइ भाउजूको कारणले गर्दा अनि उनीहरूकै साथ सपोर्टले गर्दा आफूलाई यहाँसम्म ल्याउन सफल भएका रहेछन्। हो दर्शकबिन, भूपेन्द्र आफ्नै दाइ भाउजूको कारणले गर्दा निकै प्रगति गरेका रहेछन् अनि भूपेन्द्रले आफ्नो भाउजूको विषयमा अनेक कुरा भन्दै गर्दा आफूले आफूलाई गल्ती गरेको छु भनेर महसुस गरिरहेका छन् अनि भाउजूलाई फकाउनको लागि अनेक कुराहरू भनिरहेका छन्। दर्शकबिन, भूपेन्द्रले जबसम्म भाउजूले माफी दिनन् तबसम्म उसले अनेकको कुराहरू लिएर फकाइरहेका छन् अनि अन्त्यमा भूपेन्द्रको भाउजूले पनि माफी दिएकी छिन् अनि म दर्शकबिन, बुन्टीको देवर भीम सुध्रेका जस्तो देखिएका थिए तर आज अर्कै व्यवहार गर्न थालेका छन्। हो दर्शकबिन, भीमले भाउजूलाई अनेकौं दोषहरू लगाएर अनेक कुराहरू भनिरहेका छन्। भीमले घरमा सबै झगडा हुनुमा सबैभन्दा ठुलो हात भाउजूकै रहेको कुरा व्यक्त गरेका छन्। हो दर्शकबिन, बिचारी भुन्टीले आफ्नो परिवारलाई खुसी बनाउँदा अनेकको कुराहरूलाई सहेर पनि बसेकी छिन् तर आज भुन्टीले जतिसुकै गरे तापनि सबै परिवारले भुन्टीलाई नि दोष लगाएर अनेक थरी हेला गर्दै गर्दा भुन्टी निकै नै निराश भएकी छिन्। अनि दर्शकबिन, भुन्टीले पनि निकै दुखी भएर घरमा परेका सबै समस्याहरूको कारण आफै हो भनेर व्यक्त गरेकी छिन्। हो दर्शकबिन, आज भुन्टीले सबै कुराहरू खोलेकी छिन्। घरमा कोही बिरामी हुँदा अनि कोही समस्यामा पर्दा खुवाई पियाई गर्ने अनि सान्त्वना दिने समय मात्र भुन्टी प्यारी भएकी अनि घरमा समस्याहरू उत्पन्न हुँदाखेरि भुन्टीलाई नि दोष लगाएको कुरा लिएर सबै कुरा व्यक्त गरेकी छिन्। हो दर्शकबिन,
आज भुन्टीले आफ्नो घरको सबै सदस्यहरूलाई चिनेकी छिन् अनि सबै घरका परिवारहरू स्वार्थी भएको कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकबिन, भुन्टीको नन्द पनि त्यहाँ हुँदै गर्दा पनि आफ्नै दाइले भाउजूलाई त्यति धेरै कुराहरू भन्दै गर्दा पनि भूमिकाले आफ्नो भाउजूलाई कुनै सपोर्ट गरेकी छैनन्। उसले कुनै पनि वास्ता गरेकी छैनन्। हो दर्शकबिन, भूमिकाले पनि आफू अन्यायमा पर्दै गर्दा अनि आफू पीडामै हुँदाखेरि साथ दिँदा अनि पकाई खुवाई गर्दा मात्र भूमिकाले आफ्नो भाउजूलाई साथ दिएकी जस्तो देखिएको छ। हो दर्शकबिन, बिचारी भुन्टीले आफू दुखी भएर पनि परिवारलाई खुसी बनाउनको लागि अनेक थरीको समस्याहरू झेल्दै गर्दा पनि भुन्टीलाई नि अनेक थरीको दोषहरू दिएर हिला गरिरहेका छन्। हो दर्शकबिन, अब भुन्टीले आफूलाई अन्याय गरेको सहन हुँदैन। भुन्टीले सबै परिवारदेखि न्याय पाउनु पर्छ। भुन्टीलाई सबैले हिला मात्र गर्नु हुँदैन, भुन्टीलाई साथ सपोर्ट दिनुपर्छ भन्ने चाहना हाम्रो सबैको मनमा छ। भुन्टी अब खुसी हुन पाउनुपर्छ, सधैँ आँसुको दहमा मात्र डुब्नु हुँदैन भन्ने चाहनुहुन्छ भने आजको भिडियोको कमेन्टमा भुन्टी भनेर लेखिदिनु होला। हो दर्शकबिन, भूमिकाको बलात्कार भएको कुरा आज भूमिकाको आमाले सुनेकी छिन् अनि गाउँतिर पनि फैलिएको छ। हो दर्शकबिन, बालकुमारी आफ्नो छोरीको त्यस्तो अवस्था भएपछि निकै चिन्ता गरिरहेकी छिन् अनि बालकुमारीले आफ्नो छोरी भूमिकालाई खुन गरेकी छिन्। हो दर्शकबिन, भूमिकाले हिजोको दिनमा आफ्नो आमालाई जस्तो व्यवहार गरेकी थिइन् अहिले पनि त्यस्तै व्यवहार गरेकी छिन्। भूमिकाको त्यस्तो अवस्था भएर पनि भूमिकाको व्यवहारमा कुनै पनि सुधार नआएको कुरा बालकुमारीले थाहा पाएकी छिन्। हो दर्शकबिन, बालकुमारीले आफ्नो छोरी त बलात्कार भइन् त्यसको दोष पनि उल्टै भुन्टी बुवालाई दिएकी छिन्। हो दर्शकबिन, बालकुमारीले सहरमा भूमिका हुँदै गर्दा पनि भूमिकाको दाइ र भाउजूले कुनै पनि ख्याल वास्ता नगरेको कारणले गर्दा आज यस्तो दिन आयो भनेर मनमा नै सोचिरहेकी छिन् अनि भुन्टी बुहारीसँग असाध्यै रिसाउँदै फोन गरेकी छिन्। हो दर्शकबिन, भुन्टीले जतासुकै राम्रो व्यवहार गरे तापनि भुन्टीका सासूले भने भुन्टी बुहारीलाई कहिले पनि राम्रो व्यवहार गरेकी छैनन् अनि भुन्टी बुहारीलाई बालकुमारीले भूमिकालाई सहरमा हुँदै गर्दा पनि नन्दलाई ख्याल वास्ता नगरेको कारणले गर्दा आज यस्तो दिन आएको भनेर अनेकौं दोषहरू गालीहरू भुन्टी बुहारीलाई दिएकी छिन्। हो दर्शकबिन, भुन्टीको सास कति धेरै पापी स्वभावकी रहेकी छिन् त त्यति सोझी बुहारीलाई अनेकौं दोषहरू लगाएर भुन्टीकै टाउकोमाथि थुपार्दैकी छिन्। साँच्चै दर्शकबिन, बालकुमारी कहिले पनि सुध्रिन सकेकी छैनन्। बालकुमारीले आफ्नो बुहारीलाई गर्ने व्यवहार कहिले पनि परिवर्तन भएको छैन अनि दर्शकबिन, भुन्टीले पनि आफ्नो सासू आमाको त्यस्तो कुरा सुनिसकेपछि भुन्टीले पनि कुनै कुरा बाँकी राखेकी छैनन् अनि भुन्टीले पनि सासू आमालाई भएको कुरा सबै कुरा सुनाएकी छिन्। दर्शकबिन, बालकुमारीले आफ्नो छोरीलाई सम्हाल्न नसक्दा पनि भुन्टीले भनेको त कहाँ मान्छन् र आफ्नै छोरीको त्यस्तो गल्ती हुँदै गर्दा पनि बालकुमारीले उल्टै भुन्टीलाई अनेकौं दोषहरू लगाएकी छिन्। दर्शकबिन, अनि भुन्टीले नन्दलाई गाउँ जानको लागि निकै नै अनुरोध गरिरहेकी छिन् अनि उक्त कुरा सासू आमाले भनेको कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकबिन, तर भूमिका गाउँ जानको लागि कदापि पनि मानेकी छैनन्। हो दर्शकबिन, भुन्टीले आज विभिन्न समस्याहरू झेल्नु परिरहेको छ। हो दर्शकबिन, अनि भुन्टीको दाइ टोकले त्यहाँ आएका छन् अनि भुन्टीले आफ्नो दाइलाई त्यहाँ देखिसकेपछि निकै नै खुसी भएकी छिन्। हो दर्शकबिन, अनि भुन्टीको दाइ टोकलाले घर परिवारमा सबै कुरा ठिक छ भन्दै गर्दा भुन्टीले घर परिवारले अन्य सदस्यहरूले नराम्रो गरे तापनि आफ्नो श्रीमानले
राम्रो गर्नु नै ठुलो कुरा हो भन्दै आफ्नो दाइसँग व्यक्त गरेकी छिन्। हो दर्शकबिन, भुन्टीको दाइ पनि टोकले आफ्नो जयले काम दिने हुन् कि भन्ने आशाले त्यहाँ आएका रहेछन्। हो दर्शकबिन, बिचरा भुन्टीको दाइ टोकलेलाई त किन थाहा छ र आज आफ्नो बहिनीको घरमा कति धेरै समस्याहरू आइरहेको छ भनेर। हो दर्शकबिन, बालकुमारले आफ्नो छोरीलाई जतिसुकै भने तापनि ऊ एउटी आमा त हुन् नि। उसले आफ्नो छोरीको त्यस्तो बलात्कार भएको कुराले गर्दा धेरै नै चिन्ता लिइरहेकी छिन्। अनि बालकुमारी आफ्नो छोरीलाई सम्झेर डाको छोडेर पनि रुइरहेकी छिन्। अनि दर्शकबिन, बालकुमारीले आफ्नो छोरीको बलात्कार भएको कुरा आफ्नो श्रीमानलाई रुँदै सुनाएकी छिन्। हो दर्शकबिन, बिचरा भूपेन्द्रको बुवा पनि आफ्नो छोरीको बलात्कार भएको कुरा सुनिसकेपछि आफू छानाबाट खसेको जस्तो भएका छन्। हो दर्शकबिन, त्यही समयमा भूपेन्द्रको दाइ र भाउजू टुप्लुको आइपुगेका छन् अनि भूमिकाको बलात्कार भएको कुरा सबै थाहा पाएका छन्। हो दर्शकबिन, भुन्टीको परिवार सबैमा थाहा भएको छ। हो दर्शकबिन, अब के होला त भन्ने कुरा हेर्न त हामी सबैले बाँकी नै छ। कृपया अर्को भागको प्रतीक्षा गर्नुहोला। हस्त, धन्यवाद।